के आयो 1 आयो। यो 1 कसैको नआउन सक्छ। यो त मैले मिलाएको छु नि पहिले, के भएर 1 आइरहेछ। नआउन सक्छ। फेरि यिनीले क्लिक गर्ने अनि फेरि लिंक टु प्रिभियस भन्ने। के गर्ने? लिंक टु प्रिभियस भन्ने। अनि फेरि इन्सर्ट भित्र गएर पेज नम्बरमा जाने, पेज नम्बर फर्मेट भन्ने। अनि यहाँ नम्बर अब चाहिँ आरबिट नम्बर 1 2 3 हरु हुन्छ हैन। अनि यहाँ गएर नम्बर फर्मेटमा 1 2 3 चेन्ज गर्ने हाम्रो अलरेडी छ। अनि यहाँ स्टार्ट एडमा गएर के भन्ने भन्दा 1 भन्ने। के भन्ने? 1 भन्ने। अनि ओके भन्ने। अब हाम्रो पेज नम्बर तिम्रो मिल्छ। मिलेन नमिले यसमा मलाई ल्याऊ, म त्यसलाई ठिक पार्छु। अनि त्यसपछि गएर अब कहाँ जानु पर्यो? हामीले टेबल अफ कन्टेन्टमा जानु पर्यो। कहाँ जानु पर्यो? टेबल अफ कन्टेन्ट्समा जानु पर्यो। टेबल अफ कन्टेन्ट्समा गएर हामीले के गर्नु पर्यो? यहाँनिर गएर भन्दाखेरि चाहिँ रेफरेन्समा जानु पर्यो। रेफरेन्समा गइसकेपछि यहाँ अरे म एक्चुअली यसलाई सबै अहिले रेफरेन्समा जानु पर्यो। रेफरेन्समा गइसकेपछि चाहिँ रेफरेन्स भित्र यहाँ टेबल अफ कन्टेन्ट भन्ने चाहिँ सबभन्दा साइडमा आउँछ फाइलको मुनि। अनि त्यहाँ गएर कस्टमर टेबल अफ कन्टेन्ट गर्नु पर्यो। त्यहाँ गएर चाहिँ यो कुन चाहिँ चाहिन्छ हामीलाई? यो पहिला हेर्नु लेभल 3 लेभल 4 कति राख्नु छ हामी टेबल अफ कन्टेन्ट। लेभल 4 सम्म राख्नु धेरै टेबल अफ कन्टेन्ट लेन्दी हुन्छ। त्यसैले हामी लेभल 3 सम्म मात्र राख्छौं। अनि गएर ओके भन्दियो भने यसरी चाहिँ टेबल अफ कन्टेन्ट आउँछ। मेरो जेनेरेट गरिसकेको छ। त्यही कारणले गर्दा म के गर्छु त यहाँ डिलिट मानिन यसरी भयो। अहिले म डिलिट गरिदिन्छु। अहिले उडाउँछु यसलाई। अब मैले उडाउँछु। अनि म यहाँलाई टेबल अफ कन्टेन्ट्स भनेर राख्छु। अनि यसलाई राखेर म पहिला हेडिङ 1 बनाउँछु। अनि यसलाई म अप्पर केस भन्छु। अनि त्यसपछि मुनि अब हाम्रोमा टेबल सेबल नभएर लिस्ट अफ टेबलहरु लिस्ट अफ फिगर हाम्रोमा छैन। इकोनोमिक्स केसमा हुन सक्छ। त्यसैले त्यहाँ इकोनोमिक्समा टेबल अफ कन्टेन्ट मुनि लिस्ट अफ टेबल प्रिलिमिनरी पेजमा हरेक पेज सकिने बित्तिकै के गर्ने? पेज ब्रेक गरिदिने। पेज ब्रेकको मतलब के हो भन्दा तिमी तल माथि सार्दाखेरि पनि त्यो हेडिङहरु चल्दैन। कुरा बुझेन? त्यसकारण टेबल हरेक मैले हेर यहाँ हरेक पेजको इन्डमा त्यो पेज चाहिँ सेक्सन ब्रेक होइन नि। फेरि सेक्सन ब्रेक चाहिँ मेन पहिला फ्रन्ट पेज र यो प्रिलिमिनरी पेजहरु सकिएपछि मात्र सेक्सन ब्रेक राख्ने हो। अरु बीचमा चाहिँ के गर्ने भन्दाखेरि चाहिँ अरु बीचमा चाहिँ एप्लिकेसन मुनि त अरु सुरु हुने भयो, त्यहाँ मुनि भएन। अनि त्यही कारणले अरु पेजमा चाहिँ मैले चाहिँ के गर्छु भन्दा पेज ब्रेक दिन्छु। मैले अब चाहिँ यहाँ गएर रेफरेन्समा जान्छु। म टेबल अफ कन्टेन्ट कस्टमर टेबल अफ कन्टेन्ट। अनि मैले यहाँनिर ओके भने मेरो टेबल अफ कन्टेन्ट यसरी भन्छ हो। अब एकदम भन्दा देखियो अरे फर सपोज एकदम यो भन्दा देखियो अरे यसलाई सेलेक्ट गरिदियो तिमीले एकचोटी। यतिसम्म सेलेक्ट गर यहाँसम्म। अनि त्यसपछि होममा गएर यो मार्जिनमा यो मेलिङको ठ्याक्कै मुनि मार्जिन हुन्छ नि। यहाँ मेलिङको मुनि यहाँ मार्जिनमा गएर तिमीले रिमुभ आफ्टर मार्जिन हटायो भने यसरी ठ्याक्क मिलेर बस्छ। एउटै पेजमा हट्यो नि। अब मिल्यो है। अनि अरु यसको पछि म सिकाउँछु। यो गर्यो भने तिम्रो ल टेबल अफ कन्टेन्ट बन्यो। यो कसरी आयो? यो ल यसरी भयो। यो तिम्रो चाहिँ मेन तिम्रो चाहिँ रिसर्च यसरी जान्छ। अब यो उसको यिनीहरुको धेरै मिस्टेकहरु छ। अब त्यो मिस्टेकहरु कसरी मिलाउने भन्दाखेरि चाहिँ म तिमीलाई के भन्छु त भन्दाखेरि सबैभन्दा पहिला तिमी कहाँ जाऊ त भन्दा तिमीले फर्स्ट च्याप्टर सुरु गर्ने हैन, सेकेन्ड च्याप्टरबाट सुरु गर्ने। सेकेन्ड च्याप्टरमा गएर लिटरेचर रिभ्यूमा जाने। उले गरि मिलेको छैन। पहिला त लिटरेचर रिभ्यू के हो भन्ने कुरा थोरै राख्ने। लिटरेचर भनेको के हो? यहाँ लिटरेचर भनेको यो यसको केसमा हाम्रो टपिकलाई चाहिने यहाँ लिटरेचर रिभ्यू भनेको सुन यहाँ हाम्रो टपिकलाई चाहिने रिसर्चको लागि चाहिने कुराहरुको जुन नलेजहरु छ त्यसलाई अब भयो सुन्नु नगरी हुन्छ।